त्यस्तो काम गर्नु मन लाग्दैन तपाईहरुलाई? धरानमा क्या ढाक्क पाखातिर गयो अम्बक फलिराखेको, लिची फलिराखेको, आँप फलिराखेको है, ए टिपेर खा केटा भन्नु मन लाग्दैन? रोपेको फल्छ, रोपेकै छैन के को भन्नु, त्यो सपनामा भन्ने त हो नि हैन। भोलि तपाईको इटरीतिरबाट साथीहरु आउँदा क्या धरानमा पाखामा लो यता खाऊ भन्नु मन लाग्दैन भनेको? खोइ त नि मलाई सघाकै छैन कहाँ, अनि त्यो रोप्न सघाकै छैन है, कहाँ फल्छ? केही रोपेका छौँ हामीले थोरै। युवाले मलाई सघाउनु पर्यो, 500 जना युवाले सघाउनु त एकचोटि हैन। 500 जनाले 10-10 वटा रोपौँ त, 10 बोट मात्रै रोप्नु, दिनभरि रोप्नु पर्दैन। दिनभरि रोप्यो भने त अब एक जनाले नै 100 वटा रोपिन्छ होला, तर 10-10 वटा मात्रै रोपौँ 500 जना युवाले है। लिची, कटर, आँप है पाखै भरि क्या यता जङ्गल बस्यो है, फलफुलै फलफुल। त्यस्तो धरती नबनाउने हामीले, नबनाउने